म चाहिँ जस्ट होइन न्यू ब्लग गर्ने मान्छे हो मेरो साथीभाइहरू हेलो सबैजनालाई अहिले भेटेटारबाट कस्तो राम्रो बजारतिर लाग्दैछौँ हामी हिँड्दै हिँड्दै जाने हो लगभग 1 घन्टाको बाटो छ हामी यसरी नै हिँड्नेछौँ बिचमा बाटोमा धेरै नै रमाइलो गर्नेछौँ एकदम एकदम अनि सबैजना इन्जोय गर्नेछौँ वहाँ गएर हाम्रो डेस्टिनेसन भनेको त नाम्चे बजार हो मान्छेहरूसँग हिँड्नु पाएकोमा धेरै धेरै मलाई खुसी लाग्छ किनकि हेर्नुहोस् न गाइडहरू यस्तो राम्रो भ्यू यस्तो राम्रो तपाईँहरू पनि आउन सक्नुहुन्छ भने देख्नुहुन्छ गाइडहरू यो चाहिँ धनकुटाको भेटार भन्छ भेटारदेखि चाहिँ सिधै नाम्चेमा जानुपर्छ यतिको मजा गरिएन भने म चाहिँ मेरो सासु मम्मी है सासु मम्मीलाई आज मजाले छाड्ने भनेको सबैजना बढी नै यस्तो राम्रो भ्यू गाइडहरू भन्दा नि म राम्रो देखेको छु त्यहाँ हेर्छु यता भ्यू सँगै मान्छेहरू लाइट कलर हुनेलाई हेलो गाइडहरू है लाइट कलर हुनेलाई मात्रै चाहिएको छ भक्तिलाई अनि मलाई छोरीले त्यो राम्रो देख्नु भएको छ किनकि कस्तो उजेलो देखेको छ नि भाइ होइन म सबै कलर सबै यस्तै देखेको हेलो मैले कस्तो कालो देखेको ए सरी म काली छु छैन लुची नाच्छ यो मन किन किन झन्छ यो मन किन किन पन्छी बनी उड्छ गगनमा पुग्छ बद छुन छुन हेलो सबैजनालाई अब लगभग बाटो काटेको जस्तो छ होइन सबैजनाले यस्तो तर यहाँ जति भिडालो छ नि त्यस्तो त्यस्तो रोड जस्तो देखिने क्या यत्रो उकालो यति उकालो आएको छ यति उकालो आएको छ हामी म एक्सप्लेन गर्न सक्दिनँ क्या वेलकम हामी चाहिँ यहीँ बस्ने हो आज हाम्रो घर आयो आजको हाम्रो बसाइ यतै रह्यो वेलकम वेलकम थ्याङ्क यू अनि